सम्पूर्णमा नमस्ते। आज फेरि आएको छौँ, धेरै दिनपछि आएको छौँ। आज के को बारेमा हजुरहरू कुरा गर्नेछौँ भन्ने कुरा हजुरहरूले थम्बनेल नै थाहा पाउनु भएको छ। आज हामी कुरा गर्नेछौँ द भोइस अफ नेपाल सिजन 7 को बारेमा। सिजन 7 मा हामीले केही फर्मेटहरू चेन्ज भएको पनि देख्यौँ होइन। अब बेलायन एडिसनहरू त सबै सकिसक्यो। अब आगामी शुक्रबारबाट चाहिँ ब्याटलको तयारी हामीले युट्युबमा हेर्न सक्नेछौँ, युट्युबमा र हिमालयन टिभीमा हेर्न सक्नेछौँ। यसपालि अलिकति मलाई के लाग्छ भने ट्यालेन्टहरूमा अलिक कमी आयो कि जस्तो मात्रै फिल हो, तर एज अ सबै राम्रो राम्रो ट्यालेन्टहरू आउनुभएको छ। अब हामी हेर्नेछौँ ब्याटलमा कस्तो कस्तो ट्यालेन्टहरूलाई कुन कोचले कस्तो कस्तो भनेर निकाल्ने हुनेछ। अब आगामी दिनहरूमा हेर्ने नै छौँ भन्दै हामी आजको विशेष यो कुरा गर्नुको मूल कारण चाहिँ द भोइस अफ नेपाल सिजन 7 मा चाहिँ यसपालि चाहिँ कसले अलि बेसी चाहिँ बाजी मार्न सक्ला त भन्ने कुरामा हामी थोरै चर्चा गर्नेछौँ। मैले बुझेको म धेरै बोल्न सक्दिनँ, धेरै जान्दिनँ, तर जति मैले बुझेको भोइस अफ नेपालको बारेमा त्यति हजुरहरूसँग कुरा गर्नेछौँ। आगामी सिजनहरू हेर्दा पनि हामीले सबैभन्दा बढी विनिङ टिम भएको टिम प्रमोट गरेको आगामी दिनहरूमध्ये चाहिँ सबैभन्दा बढी विनिङ टिम अथवा बढी कोचिङ गरेर बढी विनिङ टिम भएको टिम चाहिँ कोच प्रमोद खरेल नै हो। यसपालि पनि सबैभन्दा बेस्ट अफ बेस्ट मेरो अन्दाजमा चाहिँ सबैभन्दा ट्यालेन्टहरू चाहिँ अलिक बेसी खेम र प्रमोद खरेलमा गएको छ जस्तो लाग्छ मलाई है। अब ब्याटलमा चाहिँ कुनले कस्तो पर्फर्मेन्स गर्नेछ, को ट्यालेन्टले कस्तो पर्फर्मेन्स गर्नेछ त्यो त हामी हेर्ने नै छौँ। र यसपालि पनि हामीले सिजन 1 त नभनौँ, सिजन 1 चाहिँ सिडी विजयदेखि कोच दिपबाट विनिङ भएको थियो भने सिजन 2 देखि लगातार 4 सम्म र किड्सहरू पनि हामीले हेरेका थियौँ। त्योमा चाहिँ बढी विनिङ टिम प्रमोट भएको थियो। यसपालि चाहिँ केही नयाँ फर्मेटहरूको साथमा 7 को पनि सुरुवाती भएको छ। यसलाई चाहिँ हामी निरन्तर हेर्नेछौँ र यसपालि चाहिँ कोच प्रमोदको कस्तो खाले चालहरू रहनेछ त्यो पनि हामी पक्कै हेर्नेछौँ। यसपालि चाहिँ द भोइस अफ नेपाल सिजन 7 मा चाहिँ बेलायन एडिसन सकिसकेपछि ब्याटल सुरु हुँदै लाइभ राउन्डको सुरुवातसम्म पनि हामीले त्यस्ता ट्यालेन्टहरू देख्नेछौँ। त्यसपछि चाहिँ भन्न सकिँदैन, भोटको कमी पनि हुनसक्छ, भोट कसले कति पायो भन्ने कुराहरू अलिक पैसाको कुराहरूले पनि चल्ला त्यसम्म चाहिँ होइन। हामी कोचलाई चाहिँ कसरी जज गर्न सक्छौँ, हामी दर्शकको तर्फबाट कुन कोचलाई कस्तो कोच हो भन्ने छान्न सक्छौँ भन्दाखेरि कोचमा चाहिँ भोइस अफ नेपाल सिजन 7 भन्ने बित्तिकै बेलायन एडिसनबाट कुन कोचले कस्तो ट्यालेन्टले चाहिँ आफ्नो टिममा प्रवेश गरायो अथवा 4 जनै चेयर घुमे तापनि को ट्यालेन्टले आफ्नो टिममा ल्याउनको लागि कतिको मेहनत गर्यो, उसको कस्तो खुबीले उसलाई आफूतिर चाहिँ ल्याउन सफल भयो त भन्ने त्यहाँ हामीले जज गर्न सक्छौँ कोचहरूलाई। त्यसपछि ब्याटलमा कस्तो ट्यालेन्टलाई चाहिँ कस्तो बनाएर निकायो, कस्तो ट्यालेन्टलाई चाहिँ कुन गीत सुट हुन्छ र कस्तो ट्यालेन्टलाई कस्तो गीत दिएर हामी अगाडि बढ्न सक्छौँ भन्ने कुराहरू ब्याटलमा पनि देखिन्छ। त्यसपछि लाइभ राउन्डमा कस्तो ट्यालेन्टलाई चाहिँ हामीले कतिको चाहिँ सपोर्ट गरेर अथवा कतिको उसलाई गीत दिएर कुन गीतलाई उसले न्याय गर्न सक्छ भन्ने कुराहरू हामी हेर्न सक्छौँ। त्यहाँबाट चाहिँ हामीले कोचहरूलाई चाहिँ अलिक जज त नभनौँ, कोचहरूलाई कुन कोचले कतिको चाहिँ सिकायो अथवा कुन कोचसँग कतिको ट्यालेन्ट छ भन्ने कुराहरू पनि हामी यहाँ देख्न सक्छौँ। त्यसपछि यसमा लक्ष्मण पौडेलले पनि भन्नुभएको छ बेलायन एडिसन लाइभ राउन्डदेखि ब्याटलसम्म केही नयाँ फर्मेटहरू छ भन्ने कुराहरू उहाँले कुनै पोडकास्टमा भन्नुभएको थियो। त्यो पनि एकदमै इन्ट्रेस्टिङ रहनेछ। मलाई लाग्छ स्टिलमै कुनै चेन्जिङ होला सायद जस्तो लाग्छ मलाई। यसपालि आई थिङ्क चाहिँ केही नयाँ चाहिँ हुनसक्छ भन्ने लाग्छ मलाई। त्यही भएर हामी निरन्तर द भोइस अफ नेपाल सिजन 7 लाई हेर्नेछौँ र हजुरहरू कसको सपोर्टर हो, कुन टिमले जितेको हेर्न चाहनुहुन्छ कमेन्ट गर्न नभुल्नु होला। साथै मैले यो नयाँ युट्युब च्यानल दिपेश साउन्ड भलक युट्युब च्यानललाई पनि सब्सक्राइब गर्न नभुल्नु होला भन्दै यसपालिको विनिङ टिम को भइदिए जस्तो लाग्छ अथवा कुन ट्यालेन्ट भइदिए जस्तो लाग्छ कृपया कमेन्ट गर्न नभुल्नु होला।
साथमै यसपालि बबाल कमब्याक भएको छ कोच प्रमोदको। मलाई लाग्छ दिस विनिङ टिम इज कोच प्रमोद खरेल। थ्याङ्क यू।